हेलो हेलो सम्पूर्णमा नमस्कार। हामी अहिले पोखराको फेवाताल टक्क अब सर्ट रनिङ लङ रनिङ कुदेर दगुडेर आएको। पानीमा उल्टो सुल्टो पौडी हान्दैछन् गाई चाहिँ अब हैन त। यहाँ दुईजना प्रतिस्पर्धा गरिरहेछ। लाइनमा अब एकछिनमा पल्टिन्छ त। लाइन पल्टे हेर्नु त। बस 10 रुपया अब हामी दसमा बिक्री गरिरहेको छौँ यहाँनिर लन्चोकनिर। यो माछा पोखरी हो गाइस लन्चोकको। यही त हो त होइन। अब ल म के बना त्यो घुमाउने बनाएको गाइस। हामी अहिले पोखरा लन्चोकतिर छौँ। यसैमा भोलि स्विमिङ गर्नुपर्ने छ गाइस। हामीले अलिक गाह्रो होला जस्तो छ। पानी एकदम धेरै फोहोर रहेछ स्विमिङ पुलको। खै अब के भन्नु भने जस्तो नहोला जस्तो छ। अब तलमा है यता जान दिन्छ दिँदैन ठिकै छ। त्यसो चाहिँ अब जान नदिनु रहेछ। हामी उतै अगाडि बढौँ ल। हामी अगाडि जाने अब अगाडि के रहेछ सर? अलि यताको मौसम ठिक छैन जस्तो छ। कस्तो लाग्यो तपाईँलाई यता पोखरा लन्चोकको बारेमा अलिक केही कुरा? पोखरा त ठिकै लाग्यो तर पोखराको केटीहरू चाहिँ दामी लाग्यो।
यसैमा पनि राम्रो छ। त्यसैमा विपिन बुमीको इन्ट्री भइसकेपछि जहाँ पनि सुगन्ध चोकदेखि माथि पृथ्वी चोकसम्म को यात्रा हाम्रो। अब लेक साइडतिर घुमियो अलिअलि, अहिले गर्मीले गर्दा धेरै घुम्न सकिएन। यस्तो गर्मी रहेछ कि हाइट कडा रहेछ गाइस। त्यही भएर अब हामी डाइरेक्ट पृथ्वी चोक लागियो भनौँ न। अब जस चिल छ, आनन्द छ, गर्मी पनि छ। अब तपाईँले हेर्नु त बिच रोडमा टक्क फुलहरू फुलेका छन्, कम आनन्द छ त। पोखरा त पोखरा नै हो नि, फेरि नेपालकै नम्बर 1 मान्न पर्छ। त्यही भएर पनि होला हैन, यी रोडभरि फुले छन् हेर्नु त। अन्त यस्तो रोडमा फुले छैन, फुले हैन। मसँग केही नै 1000 रुपैयाँ कहाँ 20 रुपैयाँ अघि चढे नहीं नहीं यार, स्कैन देखो ना यार, स्कैन देखो ना। हेर्नु त अब बसमा चढेछ हामी। यहाँ अगाडि पिके डन, हाम्रो विपिन डन, ल उहाँ हाम्रो स्टाफ अब गाडी मालिकका स्टाफ। ल हामी अब जिरोतिर पुगिसक्यो। अब थोरै छ यो बसले अघि धेरै ढिलो गऱ्यो, त्यही भएर हामी यो बसमा आएको। हामीलाई अलिक भेटायो, भेटेर पनि अघि कुदिसक्यो अरे यो बसलाई।